हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर। म पनि युवा हो, पारा नै मिल्दैन क्या बुढाहरूसँग, पटक्कै बुढाहरूसँग पारै मिल्दैन। 1 वर्ष तपाईँ काठमाडौँ बाहिरै हुनुहुन्थ्यो, मलाई थाहा छ इन्फर्मेसन। 526 दिन। के खानुहुन्छ तपाईँले? के खाने नि, खानेकुरो खाइन्छ नि। एकदमै मनपर्ने खाना के हो? केही पनि छैन, मलाई जे पायो खान्छु म। मनपर्ने यो गाउँभरिको सबै मान्छे यहाँ खाना चाहिँ भोज खान भतेर खान जम्मा भएको छ होला। भोज खानु राम्रोसँग, अनि अब यही मौकामा यो बाटोमा बसेर मलाई कोही यस्तो मञ्च सञ्च केही चाहिन्न, कुर्सी सुर्सी केही पनि चाहिन्न। बसेर 5 मिनट जति म मेरो कुरा राख्न चाहन्छु र म हिँडिहाल्छु। तपाईँहरूले फेरि थपेर खानु होला है। गरेर खानु बाबु, सबैको नाना नानी बनाउनु, जिहानु, हामी त मर्ने बेला भयो। त्यो कुरा के हो त्यो मलाई पनि थाहा छैन। मन्त्रीज्यू बाराको घटनालाई कसरी हेर्नु भएको छ? बाराको घटनालाई बारा कहाँ छ? ए अरे यार, त्यस्तो कुराहरू केही पनि छैन। ल छोडौँ अरू कुराहरू। अब रह्यो कसरी पालेको छ? श्रीमती के काम गर्नुहुन्छ? केही काम गर्दैन के। कसैलाई शङ्का लाग्छ भने मेरो स्वास्नीको फोन नम्बर दिन्छु, स्वास्नीलाई फोन गरेर सोध्नु है। कतिको दुःख पाउनु भएको छ, साह्रै दुःख पाउनु भयो होला अघि भनेर सोध्नु त के भन्दो रहेछ स्वास्नीले। म भन्दा महेश बस्नेत नै ल्याङफ्याङ छ नि। घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। निशुल्क शिक्षा पाउँछन् त अब तपाईँ मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। घर भाडामा लिएर बसेको भए पनि हुन्थ्यो, सरकारले दिइहाल्थ्यो पैसा। घरमा बस्ने मान्छे नै होइन कि, म त वनमा बस्ने मान्छे हो। सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यही धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। मन्त्री त म मन्त्री होइन। एउटा जिम्मेवारी, एउटा भनौँ न एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। कुरो घाँस त्यो हो क्या। खान जाँदाखेरि अलि उमेर पुगेको रहन्छ, अलि उमेर पुगेर आउनु होला भन्छ नि। त्यो जनरल कुरा नसोध, के ठोस कुरा सोध। यतै छ त फेरि जनरल कुरा सोध्यो। त्यो मार्केटले मैले गरेको होइन। एकदमै चर्चा पाउनु भएको छ तपाईँले, के भन्नुहुन्छ यो विषयमा? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। म आफ्नो काममा व्यस्त छु। रहेछन् अब भगवान्ले लेखेको कुरा नगरौँ भने अब नहुने। अब नगरे भने त नगरे भनेदेखि फेरि भगवान्ले गाली गर्लान्। बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो? स्याउ अब के अरे फुलको गुच्चा अनि केरा। अहिले मैले निशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउने? बात त सही है। हिमालको हिउँलाई पैसा बनाऊ, माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। तपाईँलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन दाई भन्नु। त्यसो मन्त्री नभन्ने, जनताले त मन्त्री महावीर पुन भन्न थाले। भन्नेले भन्ला, तर सबैले दाई भने हुन्छ। मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु मैले।
शिक्षा मन्त्रालयले अहिले के काम गरिरहेछ मन्त्रीजी भन्नु शिक्षा मन्त्रालयमा खाना पकाएर खाँदैछु। खाना पकाउने मात्र काम भएको छ। खाना पकाउँदै खाँदै अनि सुत्ने पनि काम गरिरहेको छु। है रिस उठ्छ नि साथी हो। ए मन नरिसुट्ने चाहिँ भगवान हो र? बात तो सही है। भगवानलाई रिस उठ्छ। शिवजीलाई रिस उठ्यो भने कति साह्रो रिसाउँछन् शिवजी। दौड़ना तो पड़ता है। कहाँ चाहिँ आफ्नो होइन के अरे सतीदेवी कि के अरे को लास बोकेर संसार घुम्छन्। मन त त्यस्तो घुमेको छैन, किताब बोकेर घुमेको। बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको छु। चुनावमा चाहिँ किताब पनि लिएर आएको छु, एक गाडी किताब पनि बेच्ने, चुनाव चाहिँ अभियान पनि गर्ने, दुईटै काम एकैचोटि।